अहिले भने रिताले गएर सबै कुरो भनिदिइसकेका छन् मधुलाई। साथीहरू एकैछिन यो भिडियो हेर्नुहोस् है त। आज मलाई अप्ठ्यारो परेको बेलामा तिमीले मात्र होइन बुवाले पनि मलाई थप्पड हान्नु भयो। किन त त्यसरी उभिएर बस्नु भएको? यता आएर बस्नुस् न। मैले त हजुरलाई चिनिन नि। मेरो खुसी खोज्न बल गरेर दिनरात लागि परेकी छौ तिमी, अनि मलाई कसरी चिन्थ्यौ त? भन्नाले म बसन्तीकी श्रीमती हुँ। आज मलाई अप्ठ्यारो परेको बेलामा बुबाले पनि थप्पड हाने। अब म यस्तो अवस्थामा के गरौँ ज्ञानु भनेर मधुले भनेका छन्। अब मेरो एउटै उपाय छ, कतै गएर विष खाएर मरौँ भनेर ज्ञानु मधुले यस्तो सोचिराखेकी छिन्। मेरो लोग्नेसित प्रेम लीला गरेर बस्ने, अझै मैसित ठुलो स्वर गर्छौ? ओहो रिता दिदी पो नमस्ते, आउनु न यता बस्नु। म बस्न भनेर आएकी होइन, तिम्रो साथीलाई राम्रोसित सम्झाएर राख, ताकि भोलिका दिनमा मेरो लोग्नेसँग प्रेम लीला गरेर बसेको थाहा पाएँ भनेदेखि यो दुनियाँमा म जतिको नराम्रो अरू कोही पनि हुने छैन। साथीहरू भिडियो त हेरिहाल्नुभयो, आउनुहोस् एकैछिन हामी भिडियोबारे छोटो जानकारी गरौँ। अहिले रिता भने मधुको घर गइसकेका छन्। म बसन्तको श्रीमती हो, तिमी मेरो पोइसँग धेरै नजिक हुने काम नगर, तिमी पनि म जस्तै चेली हो, त्यही भएर मेरो घर बिगार्ने काम नगर, रिताले भनिसकेका छन्। तर मधु भने तपाईँले भन्दा पहिले मैले चिनेको हो बसन्तलाई, तपाईँले भन्दा पहिले मैले राखेको हो मनमा बसन्तलाई। यसरी बोल्न पाए भन्दैमा जे पाए त्यही होच्याएर बोल्ने काम नगर्नुहोला, रिता भन्छन्। उल्टै मेरो पोइसँग प्रेम लीला गरेर बस्छौ, मैसँग ठुलो स्वर गर्छौ। त्यति बेला ज्ञानु आइपुग्छन् भित्रबाट अनि भन्छन्, तिम्रो साथीलाई राम्रोसँग सम्झाएर राख, ताकि भोलि मेरो र बसन्त बिचमा फाटो आयो भने यो संसारमा म जति नराम्रो अरू कोही पनि हुने छैन भनेर रिता त्यहाँबाट फिर्किन्छन्। बसन्तले पहिले नै भनिसकेका थिए कि मधुलाई मेरो बिहे भइसक्यो भनेर। मेरो आमा र मामाले मेरो जबरजस्ती बिहे गराइदिएको हुन् भनेर मधुलाई भनिसकेका छन्। तर के गर्नु, मधुले पहिले आफैले त्यस्तो व्यवहार गरेर हिँडेका थिए बिहे हुनुभन्दा 2-3 दिन अगाडि। अहिले बसन्तको बिहे भइसक्यो भन्ने कुरा सुनिसकेपछि मधु पागल जस्तै भएकी छिन्। जे जस्तो भए पनि अब मधुले आफ्नो प्रेमको लागि भए पनि बसन्तलाई छोडिदिनुपर्छ, अनि त बसन्त र रिताको घर बसेको देख्नुपर्छ, उसले राम्रो भएको हेर्न चाहनुपर्छ, किनकि रिता पनि ऊ जस्तै एउटा नारी हो। त्यही भएर मायाको खातिर, मायाको लागि भए पनि मधुले आफ्नो प्रेमको लागि बसन्तको घर बाहिर बसाउनतिर चाहिँ लाग्नुपर्छ। सो तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला।